ओइ माने के भने नरिसा न मनिस के भो भन् रुबो कति गुलियो छ यार कुकुरले मुत्या होला यार त पनि छै यार यहाँ कहाँ कुकुरले मुत्छ बरु यहाँ कसैले चिनी मिसाउनु पर्छ चिनी चाहिँ कसले मिसाउँछ हवा कुरा नगर्न के भो धीरज आज त तिमी बोल्दै छैन यार अघिदेखि टोलाइ बसेको छस् के समस्या छ भने हामीलाई भन्न के भन्नु यार दसैँ आउन लागिसक्यो गाउँमा त केही सुरसारै छैन त झन् काठमाडौँदेखि एक हप्ता अगाडि नै आए दसैँ बनाउन लागि गाउँ त पुरै सुमसाम छ त यस्तै त हो नि धीरज गाउँका सबै युवाहरू विदेश पलायन भइसके अब को नै छ र गाउँमा कति रमाइलो हुन्थ्यो यार पोहोर पाला साल गाउँमा सबै मिलेर बस्थ्यौँ जङ्गा उडाउँथ्यौँ पिङ खेल्थ्यौँ यो साल त दसैँ आएको कुनै अत्तो नै छैन कुनै खुसियाली छैन यार हेर्दा धीरज मनिस पल्ला घरा साइला अङ्कलले त खसी ल्याए गाउँमा दसैँ आए जस्तो छ अब हल्का रमाइलो होला जस्तो लाग्यो गाउँतिर मलाई नि म पनि आफ्नो बाउलाई गएर खसी ल्याउन भन्छु तिमीहरू पनि आउनु है दसैँमा मेरो घर यसको दसैँमा खसी ल्याएन भनेर त पत्याउँदै भत्ताउनु ओहो दसैँमा नयाँ अफर आएको रहेछ त साडी किन्नु पर्यो लिला एक गिलास चिसो पानी ल्याएर आउँदा मेरो लागि गाउँ डुलेर आउनुभयो यस्तो होइन लिला म गाउँमा बुझ्दै थिएँ दसैँको माहौल के कुरा बुझ्यो कसको घरमा हड्डी बस्ने हो भनेर बुझ्यो मजाक नगर्न लिला म भर्खर त गाउँ डुलेर आएँ देखा लाग्छ पानी ल्याएन ल ल्याएर आउँछु दसैँ आयो आउँला पिउँला कहाँबाट ल्याउँला चोरी ल्याउँला चोरी गरेपछि पुलिसले जेलमा हाल्ला चुप लाग तिमी यस्तो दसैँको माहौलमा नकारात्मक कुरा गर्ने सकारात्मक कुरा गर यो के हो हकारात्मक यसलाई त सकारात्मक भन्छ मेरो नाम हर्के बहादुर हो हर्के बहादुर त्यसैले म सकारात्मक भन्दैन हकारात्मक भन्छु ओहो तिमीले पहिलोचोटि सकारात्मक कुरा गर्यो यही खुसियालीमा मलाई 10,000 रुपियाँ दियो किन चाहियो तिमीलाई यत्रो पैसा त्यो पनि 10,000 रुपियाँ दसैँ आइसक्यो यो दसैँमा 50% डिस्काउन्ट छ साडीमा 20,000 को साडी 10,000 मा यही तिजमा किनेको होइन साडी ती लगाउँदा हुँदैन तिमी मेरो लागि यति पनि गर्न सक्दैन तिमीले पनि मेरो लागि ती तिजमा किनेको साडी लगाउँदा हुँदैन त्यो त हुन्थ्यो तर यता हेर न टिकटकमा त्यो साडी कति ट्रेन्डमा छ हामीले ट्रेन्ड फलो गर्नु परेन ट्रेन्डिङ साडी त्यो ट्रेन्डिङ साडी भनेको तिमीले ट्रेन्डिङ साडी हेर्दिन त्यसको दाम हेर्ने हो त्यो प्राइस हेरेर म आफै सरप्राइज हुँदैछु म किन्न सक्दैन त्यो साडी त्यो पुरानो साडी लगाऊ तिमी त्यो तिजमा किनेको साडी त पुरानो भइसक्यो ओहो त्यो तिम्रो साडीको लाग्दा म रोडमा पुग्छु एक दिन म्याडमजीलाई नयाँ साडी चाहियो यो कुरा छोड मलाई धेरै भोक लागिसक्यो खाना पस्को छिटो किन खानु पर्यो खाना हिजो खाएन अस्ति खाएन 2 पैसाको बदल हुन्छ नखाऊ तिमीले सही कुरा गर्यौ लिला अल्लाह घर काकाले त खसी ल्याइसक्यो हामीले कहिले ल्याउने यिनी और त खसी ल्याउने यिनी एक नम्बर कन्जुस छन् के भन्यौ तिमीले लिला कन्जुस मलाई धेरै काम छ म गए भन्नु न हामीले खसी कहिले ल्याउने खसी पनि एक प्राणी हो त्यो बोल्न सक्दैन भन्दैमा हामी त्यसको गलत उपयोग गर्ने मासु खाइदिने हेर कन्जुसको बाण तिमी चुप लाग बच्चालाई उल्टा उल्टा सिकाउने हिँड बाबु बाहिर जाउँ अनि भन्छु म तिमीलाई बन्टी तँलाई मासु खान्छ नि त्यसो भए हामी पक्का मासु खानेछौँ या अनि कहिले ल्याउनु जाने खसी हामी मासु अहिले खाइएन हामी दसैँपछि खाने हो नाइ मलाई दसैँमै खानु छ बन्टी मेरो कुरा राम्रोसँग सुन तँलाई मामा घर जान्छौ कि नै जानु छ अनि दसैँमा मामा घर गएपछि मामाले तँलाई दक्षिणा दियो त्यही दक्षिणाले खाउला नि मासु पछि नाइ यो पालि मामाले दिएको दक्षिणा हजुरलाई दिँदैन किन दिने बन्टी तँलाई मासु खान्छ कि नै मासु त खानु छ तर के बन्टी मेरो दक्षिणाले होइन मलाई पोहोर साल पनि यसरी नै फसाया मैले के फसाएँ बन्टी तँलाई एकचोटि सम्झिनु त पोहोर सालको कुरा फ्ल्याशब्याक बन्टी तँलाई तेरो मामाले दसैँमा 100 रुपियाँ दिएको थियो दक्षिणा थाहा याद छ तँलाई त्यही 100 रुपियाँ जो मबाट खोस्या थियो त्यही 100 रुपियाँ त्यसले हामीले यो लोटरीको टिकट किनेको थियो त्यो लोटरीको के भयो हामीलाई 2 करोडको लोटरी लाग्यो त्यसो भए हामी करोडपति बन्ने हो बन्टी अब कन्फ्युजन खतम होला जस्तो छ के सोच्दैछ बन्टी केही नै त्यसो भए जाउँ बन्टी हाम्रो 2 करोड ल्याएर सर हामीलाई 2 करोडको लोटरी फसेको थियो यो टिकट चेक गरेर हामीलाई 2 करोड रुपियाँ दिनु त यिनीहरू 2 करोडको लोटरी मिल्या हजुरलाई 2 करोड मिल्न सक्दैन ट्याक्स काटेर हजुरलाई हामी दिन्छौँ 1 करोड 75 लाख कसरी मिल्दैन 2 करोड मलाई जस्तो पनि 2 करोड चाहियो नत्र नि मैले दिएको 100 रुपियाँ फिर्ता दियो मलाई लिनुहोस् हजुरको 100 रुपियाँ जानुहोस् न
जाउँ बन्टी यो लुट्दैछ हामीलाई मैले तँलाई कहाँ फसाएँ यहाँ बन्टी झन् त्यो लुटेर हामीले लुट्दै थियो झन् हाम्रो 100 रुपियाँ लुट्नेबाट बचाएँ हामीलाई लोभ ल राप लाभले बिलाप भनेको यही हो। नमस्ते। आउँदै गरेको विजय दशमी तथा नेपालीहरूको महान चाडपर्व 2082 सालको दसैँले तपाईँको घरमा सुख शान्ति र समृद्ध छाओस्। टिका र जमरासँगै प्यार र खुलिरह। मासु र भात जस्तै तपाईँको जीवन पनि मिठो होस्। शुभ दशैँ। सानादेखि ठुलादेखि बुढादेखि मर्याका पछि जिउनिनेसम्म पुगोस् हाम्रो भिडियो। गाइज त्यति साथ सपोर्ट चाहियो हामीलाई। हस् त धन्यवाद। दिस भ्लग इज एन्डेड।